त्यसै राम्रो आछ भन्ने यता चाहिँ राम्रो आएको रहेछ अब फर्किनु त अब यही हेर्नलाई म भिडियो सिडियो गर्नलाई होइन कि त्यही हेर्न आई ए बाटो हेर्ने अहिले मैले डर लाग्यो तल उमा जाने हो कि डर पो लाग्यो त ल्याउ ए हेलो 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 म चाहिँ बारीमा जाँदैछु अनि चाहिँ माथि गाउँ आएको दिदीको घर अनि म चाहिँ प्याज ल्याउन बारीमा जाँदैछु अनि साग टिपिसक्यौँ अनि बारीमा छोड्नु भएको रहेछ कि अनि त्यो प्याज ल्याउन म जाँदैछु कत्रो कत्रो फलेछ म तपाईँहरूलाई देखाउँछु है फाइनली म प्याजको बारीमा आइसकेँ अनि म चाहिँ प्याज निकाल्दैछु एउटा ठुल्ठुलो लिएर आउनु भनेर भन्नु हुँदै थियो सँग दुईटा ठुल्ठुलो भनेको यति हो कि मैले देखेको ठुल्ठुलो भरि निकाल्दैछु है ओइ ला चुडाले निकालेर जानिन मैले त नजानेर पात चुड्यो यसरी तीनटा चारवटा भयो 3-4वटा भन्नुभएको थियो भनेपछि म कतिवटा लगाउँ कन्फ्युज भएँ यता सुकेको रहेछ यता टिप्छु यति भएपछि पुग्छ होला होइन यति लय है अब के भन्नुहुन्छ भन्ने कुरा बोर्डसँगै निकालेँ खास सुकेको यता रहेछ बोर्डसँगै निकालेँ गएँ मैले त अब म घरतिर गएँ हामी चाहिँ माथि अलि गाउँमा आएको हाम्रो ठ्याक्कै पछाडि चाहिँ डाँडा रहेको छ यहीँनिर डाँडा छ अनि यहाँ चाहिँ तर चाहिँ वालिङ हो हाम्रो घर चाहिँ यता हाँसे माथि अलि पहाडको मुनि आएको कि दिदीको घर अलि पहाडको हावा खाऊँ भनेर म अब घर जाँदैछु प्याज लिएर अब चाहिँ मलाई घर अलिअलि लाज लाग्छ कि मभन्दा ठुल्ठुला दिदीहरू हुनुहुन्छ नि त त्यही भएर राखेको ल भिडियो यति नै